श्रीमतीले पनि ल्याउँछ हो 10 लाख जमाना खराब छ हेर्नुस् है साँच्चै यो जोडीले केही बिगार लाग्छ सरेला तपाईँलाई त्यस्तो लाग्छ खोइ अहिलेसम्म तपाईँसँग त म नम्बर छ सेयर गरेँ खान केही बिगार्ने है हो कि नै हो नि यसो तपाईँले इनबक्सतिर कहिलेको नम्बर दिनुहुन्छ के अरे दिउँला नि दिउँला अरू के चाहिन्छ एक्सक्युज मी मसँग ओया दुनोर सेलरोटी एक्सक्युज मी म त्यस्तो नियतको मान्छे हैन ल कस्तो नियतको भन्नु त कि छैन तपाईको केही छैन रे म खाने मन छैन भनेको खाने मन के चिया खाने मन छैन भनेको यसो हामीलाई पनि चिया खान यसो काठमाडौँतिर बोलाउनुहोस् न हौ त्यही त नि तपाईँको मन छैन आउनुहोस् न म आयो भने तपाईँ भेट्न आउँछ नि पक्का आउँछु नि म अनि यदि टाइम आशिका बहिनी आउँछ नि भेट्न ओके आउनुहोस् न कि एक्लै आम कि उहाँसँग आम एक्लै आउनु न किन साथी लिएर आउनु पर्यो तपाईँलाई पनि डर लाग्छ मतलब एक्लै नआउने एक्लै आउने अनि एक्लै त आउनु पर्यो त यहाँ सुत्ने ठाउँ छैन ओइ कहाँ सुत्ने विचार छ र अनि फेरि अरू छोरी मान्छेलाई के मेरो भाइसँग सुताउनु ओइ तपाईँ मात्र एक्लै आउनु भन्नु खोजेको क्या मैले थ्याङ्क यू अनि मलाई चाहिँ कहाँ कता व्यवस्था गर्नु छ त नि मसँग नि ओइ टु मच यार अलि धेरै भएन र टियावलजी हजुर अलि धेरै भयो कि छैन धेरै भएको यति त बन्ता है मसँग छैन यार त्यसरी सिम्पली गर्न मलाई डाहा लाग्छ कि त्यसरी गर्दाखेरि यार तपाईँलाई के गर्छु आउनु भेटेपछि म त त्यसो भए जान्न म त अनि डाहा लाग्छ भन्नुहुन्छ अनि तपाईँ कुरा सुन्दाखेरि त तपाईँ कुरा सुन्दा रेपै गरेर लाग्छ ला मलाई त केटा मान्छेलाई कसैले रेप गर्न सक्छ नेपालमा गर्छ हौ